नमस्कार सबैजनालाई उमा च्यानलमा सबैलाई स्वागत छ। तपाईलाई स्वागत छ। हामी फेरि नयाँ भिडियो त के भन्ने अब परिकार पनि त्यही हो, नयाँ भिडियो चाहिँ नयाँ है, परिकार त फेरि त्यही हो। मासु छ, यो के को तरकारी रे? लौका तरकारी। अनि यो के हो? ओल होइन, के हो यो? आलुदम, आलु तरुवा हो। आलु तरुवा, आलु तरुवा। अनि चिकन के भन्छ यसलाई? कुखुराको मासु हैन, अनि चिकन करी। उहाँलाई पानी, मलाई पहिला छ, ज्वरो आइरहेछ। हप्ता 10 दिन भइसक्यो, यसमा लामो भयो, रुवा लागिरहेछ, खुइ लागिरहेछ, ज्वरो आइरहेछ है। अब के गर्ने? आजको मासुले खायौँ है। ल तपाईँले पनि लिने होला है। मलाई लौकाको तरकारीसँग खानु मन लागेर क्या। गरौँ भने मासु पकाएको छ। आज मलाई खायौँ है। सन्चो छैन। अब मलाई तिमीले मासु दियौ, मासु दिए मै पनि दिएको हुन्थ्यो। होइन, मै खानु हुँदैन क्या, मासु त भइहाल्छ नि रुवाको ज्वरोमा। लाब्रे माछा जस्तै छ यो। खानै नसोच पिरो होला भनेर डराएको थिएँ। पिरो हालेको थियो भने त हाले, पिरो रहेछ मिठो लौका तरकारी। त्यो लोकल हो झोल ल लोकल त्यस्तो लोकल जाँदैछ। तारिफ नगरौँ न, पकाउँदा अनि चम्चाउरी बनाएको खर्याएर पकाएर मजाले खर्याएँ। ल मिठो ल। लौका तरकारी खानु हो। पिरो ठिक्क भएछ, भयो।
मासुमा चाहिँ 2 चम्ची हालेँ मैले सोया खोर्सानी हरियो खोर्सानी पड्काएको मैले मागे भाइ ज्वरो आइरहेछ मासु खाइरहेछ मासु चाहिँ के गर्दैन खुसीको खाएको भए चाहिँ डर लाग्छ कुखुराको चाहिँ डर हुँदैन झोल दिउँ भयो तपाईँहरू पनि स्वास्थ्य रहनु होला बिरामी भयो भने त्यहाँबाट के गर्नु खानु पाइँदैन बिरामी भएपछि त्यही भएर स्वास्थ्य रहनु होला बिरामी हुनुभन्दा अगाडि नै सतर्क हुनु होला तिमी छेउको मान्छेले यस्तो खाँदा आफूलाई कस्तो भयो होला हिरामती नै खा जस्तो गर्नु तिमीलाई मात्रै छेउको मान्छे भनेको क्या हिरामती नै खा जस्तो गर्यो हिरामती रोग लागेर नि चटपटे पानीपुरी खाउँ भन्छ त्यस्तो नचाहिने कुरो दही मोही खाउँ भन्छ दुध खानु लदैन फेरि तिमीहरूले ढुक्नै पर्ने भयो माम चाहियो बस भयो झोल खानलाई गरेको बिहान मुरमा छ हो होइन कुखुरा हो कुखुरा मिठो बुङ्गुर मिठो बुङ्गुर मिठो है सोनाम सोम अनि राँगा त्यति खास लाग्दैन राँगा मोमो मात्रै मिठो है मै चढा खाने रहेछ यस्तो खाएर सरी है डाउमा मोही खान्छ साथीहरू ज्वरो आएको बेलामा मासु खानु हुन्छ हुँदैन कमेन्ट गर्नु है तपाईँलाई ज्वरो आएको छ रुगा खोकी ज्वरो यो रुचेन अन्तिम गाँसभन्दा ज्वरो उतारमा खाइयो आइरहेछ मुखै कस्तो भएको छ है
मिठो भयो अनि 10 दिन भइसक्यो हेर न ल खोइ ज्वरो आएको काम पनि गरेको रहेछ औषधि खाएछ काम पनि गरेको रहेछ के हो छुटेर यो खानु अब त्यो पिरो भयो क्या पहिला 3-4 दिनमा ठ्याक्कै हुन्थ्यो पिसेको हुन्थ्यो अहिले 12 दिन भइसक्यो हामीले मुखमा घाउ निस्किरहेछ हामीले खाइसक्यौँ है ल हामीले खाइसक्यौँ तपाईँलाई कस्तो लाग्यो कमेन्ट गर्नु होला उहाँको च्यानलमा धेरैभन्दा धेरै माया गरिदिनु होला लाइक गरिदिनु होला सब्सक्राइब गरिदिनु होला सेयर गरिदिनु होला सेयर पनि गरिदिनु होला धेरैभन्दा धेरै ल धेरैभन्दा धेरै माया गरिदिनु होला भन्दै सम्पूर्ण गाईहरूलाई हामी यहीँ राख्न चाहन्छौँ सम्पूर्ण गाईहरूलाई बाई बाई